यो रेडियो नेपाल हो। लोड सेडिङ सवारीबाट समाचार सुन्नुहोस्। देशमा लोड सेडिङ नहुँदा देशभरका लाटोकोसेरोहरूले ऊर्जा मन्त्री कार्यालय अगाडि बृहत प्रदर्शन गरेका छन्। उज्यालो हाम्रो शत्रु हो, बत्ती बाल्न पाइँदैन भन्ने नारा घन्काउँदै लाटोकोसेरोको समूहले विद्युत प्राधिकरण घेराउ गरेका छन्। आन्दोलनमा सहभागी इन्भर्टर लाटोकोसेरो, जेनेरेटर लाटोकोसेरो, टङ्क लाइन माफिया लाटोकोसेरो लगायत लाटोकोसेरोहरूको समूहले नेपाल विद्युत प्राधिकरणका निर्देशकलाई तत्काल पदबाट हटाउन चेतावनी दिएका छन्। देशमा 19 घण्टासम्म लोड सेडिङ हुँदा आफूहरूलाई हाई सन्चो भएको, लाटोकोसेरोहरूको सङ्ख्यामा पनि वृद्धि भएको र अहिले आफ्नो सङ्ख्या अत्यन्त घटिरहेको, लोड सेडिङ हटेर उज्यालो भएपछि आफूहरूको अस्तित्व नै धरापमा परेको लगायतका माग राख्दै आन्दोलनमा उत्रिनु परेको लाटोकोसेरो सङ्घका संयोजकले जानकारी गराए। लाटोकोसेरोहरूको आन्दोलनलाई सम्बोधन गर्दै ऊर्जा मन्त्री अन्धकारले चाँडोभन्दा चाँडो देशलाई अँध्यारो पार्न आफूले भूमिका खेलेर लाटोकोसेरो माफिया सङ्घको माग सम्बोधन गर्ने कसम खाएका छन्। यो समाचार प्रसारण हुँदाहुँदै लोड सेडिङ भई अँध्यारो भएकाले अब बाँकी समाचार पुनः उज्यालो भएपछि सुनाउने बाचा गर्दै म लोड सेडिङ सवारे यो रेडियो नेपालको समाचारबाट बिदा चाहन्छु। नमस्कार।